ट्याक्सी चढेर जाँदैछौँ। इराकको यतातिरको पार्क कस्तो हुँदो रहेछ हेरौँ है त। यसो घुमघाम गरौँ आज छुट्टीको दिन भनेर। यो चाहिँ हो इराकको बग्दा। इराकको बग्दा खतरा छ क्या। सो हामी पार्कमा आइसकेका छ है। यो बच्चाहरू खेल्ने ठाउँ छ। यहाँबाट पार्कको लगाएर रहेछ इराकको पार्कमा। यता के रहेछ यो बच्चाहरू खेल्ने ठाउँ मस्त रहेछ। खाली रहेछ खासै त्यस्तो केही छैन है। खै अब घुम्नु जानु छ कतिर बस्छ यहाँ जान लागिरहेको छ उता। यता पनि त्यस्तो केही छैन। बच्चाहरू खेल्ने ठाउँ त्यो पार्कमा बच्चा खेल्ने ठाउँ मात्रै छ क्या, अरू केही छैन क्या हो। कहिलेतिर आएर हामी यहाँ पार्क छ मजाको पार्क छ है छन् त बस्नु त यो चाहिँ अगाडि जाँदैछौँ। त्यो पार्कहरू बस्ने टन्नै रहेछ है, दामी रहेछ। यतातिर यस्तो छ के हो यो पानी नै नभएको के हो यस्तो। इराकको ठाउँमा पानी नै छैन, हरियो बिजोग छ। गाडीको पार्कतिर घुम्दैछौँ, मान्छेहरू पनि छन्। अब यहाँ एउटा के छ घर जस्तो के हो यो फेरि के हो यो घर जस्तो देखिरहेछ। घर हो के हो यो हालत त बेकार छ फेरि यसको। यता त केही रहेनछ, त्यस्तो केही रहेनछ, सुनसान। 10 रुपियाँ तिरेर यहाँको नेपालको 1000 रुपियाँ तिरेर भित्र पार्कमा आएको पार्क यस्तो पनि छ। यो चाहिँ बन्द रहेछ है, यहाँ गेट छ बन्द रहेछ यतातिर। के बच्चाहरू खेल्ने घुम्ने सायद त्यस्तै होला। गेट बन्द छ सायद, खुलेको छैन। पछि खुल्छ होला गर्मीतिर गर्मी टाइमतिर आजभन्दा खुल्ने रहेछ। पुरा बन्द गरेर राखेको छ। थाहा छ है चिसो खाडी मुलुकमा पनि चिसो हुन्छ धरा लागि फेरि एउटा इराकको धरामा के गर्ने रहेछ एउटा इराकको धरामा देख्यो। हामी चाहिँ लिफ्टबाट माथि आएको छौँ है टपमा। यहाँ चाहिँ यो चाहिँ सही लाग्यो है। अब हेरिन्छ यहाँको भ्यू देखाउँछ है त म यहाँ इराकको भ्यू यो हो इराकको। महँगो हो यहाँ यति टप हेर्नलाई भ्यू हेर्नलाई पनि। इराकको भ्यू मस्त देखिरहेको छ। हामी चाहिँ यहाँ टपमा आएको छौँ अहिले माथिको भ्यू हेर्न है। धरा चढेर इराकको धरा चढेर नै आइयो। अब जाने होला फर्किनुपर्छ आफ्नोतिर। साँझ पखाल्नु लाग्यो। यस्तै हो घुमघाम भयो आज हल्का, त्यस्तो रमाइलो पनि लागेन। पैसा मात्रै खर्च हुने मात्र रहेछ। त्यस्तो खासै फेसिलिटी छैन राम्रो घुम्नलाई। पहिलाको राखेको मूर्ति चाहिँ कस्तो खालको आयो यहाँको मूर्ति खासै केही ठिक लागेन। चल्यो होइन तर अब किन्नु पऱ्यो नि, फोटोसोटो हान्नु पऱ्यो 1-2वटा इराकको पार्कतिर। छुट्टीको दिन पार्कमा के हुनु रमाइलो हुन्थ्यो कि भनेर जाडो नै भएन मलाई त यार। माछा पाइन्छ त पानीमा? के छ त पानीमा? केही छैन केही छैन पानीमा। यतातिर पुरै घुमेर सकियो पार्क हो तर त्यस्तो बस्ने र गार्डन बाहेक अरू केही छैन यहाँ। हामी लागेको घरतिर रुमतिर। चल्यौँ होइन अब जाऊ है घुम्न जाऊ है।
यति नै हो यताको घुमाइ आजको सक्यो बाई बाई